हो, हामी क्षयरोग अन्त्य गर्छौँ राष्ट्रिय अभियान हाम्रो योगदान भन्ने नाराका साथ आज चैत्र 10 अर्थात् मार्च 24 तारिकका दिन विश्व क्षयरोग दिवस दैलेखमा मनाइएको छ। क्षयरोग अझै पनि विश्वकै सबैभन्दा घातक सङ्क्रामक रोगमध्ये एक हो। हरेक वर्ष विश्वभर करिब 1 करोडभन्दा बढी मानिस क्षयरोगबाट सङ्क्रमित हुन्छन् र झन्डै 13 लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्कहरू छन्। त्यसै गरी नेपालमा पनि प्रत्येक वर्ष 69,000 नयाँ बिरामी थपिन्छन् भने ती थपिएका बिरामीहरूमध्ये पनि धेरै केसहरू पहिचान बाहिर रहेको विभिन्न तथ्याङ्कहरूले देखाउँछ। क्षयरोग हावाबाट सर्ने रोग हो। खोक्दा हाच्छिउ गर्दा सजिलै सर्न सक्छ, तर यो पूर्ण रूपमा निको हुने रोग भएकाले यदि समयमै जाँच गरियो र उपचार गरियो भने पूर्ण रूपमा निको हुन सक्छ। त्यसै गरी 2 हप्ताभन्दा बढी खोकी लाग्नु, तौल घट्नु, राति पसिना आउनु यी लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जानुपर्दछ। नेपालमा क्षयरोगको निशुल्क जाँच र उपचार उपलब्ध छ। हामी सबैको